नमस्कार अध्यक्ष। नमस्कार। हाम्रो यो 6औं बागमती अध्यक्ष कप सञ्चालन भइरहेछ र आज समापन पनि हुँदैछ। हाम्रो समापन हुनुभन्दा केही समय अगाडि हामीले बागमती गाउँपालिकाको आयोजना गरेको यो खेलप्रति यहाँ उपस्थित खेलाडी र दर्शक महानुभावहरू तपाईँको कर्तव्यप्रति तपाईँ केही प्रस्तुत गरिदिनु। सर्वप्रथम त सम्पूर्ण उपस्थित दर्शकहरूलाई हाम्रो खेल सफल पार्न आइदिनु भएकोमा म सबैलाई धन्यवाद भन्न चाहन्छु। यो बागमती गाउँपालिकाले निरन्तर गर्दै आइरहेको यो फुटबल प्रतियोगिता, यो 6औं बागमती अध्यक्ष कप फुटबल प्रतियोगितालाई चाहिँ निरन्तरता दिँदै गर्दा हामीले चाहिँ बागमती गाउँपालिकामा फुटबलको विकास गरौँ। योभन्दा अगाडि हामीले 5औं पटकसम्म बागमती गाउँपालिकाको भित्रको 7वटा ओडाहरूलाई मात्रै सहभागी गराएर चाहिँ अध्यक्ष कप प्रतियोगिता गरिरहेका थियौँ। यसपालि चाहिँ हामीले यो फुटबलको विकास गर्नु पर्यो र यो फुटबललाई बागमती गाउँपालिकाबाट चाहिँ अलि माथि लानु पर्यो भनेर चाहिँ हामीले चाहिँ यसपालि अन्तरपालिका फुटबल प्रतियोगिता गऱ्यौँ र हाम्रो यो गर्नुको उद्देश्य भनेर चाहिँ छिमेकी पालिका, नगरपालिका, महानगरपालिकाहरूसँग चाहिँ एउटा फुटबलको माध्यमबाट चाहिँ हाम्रो गाउँपालिकाको चाहिँ सुमधुर सम्बन्ध बनाउने र बागमती गाउँपालिकालाई एउटा अन्य गाउँपालिकाहरूसँग खेलकुदमा को माध्यमबाट चिनाउने उद्देश्य पनि हो। र त्यसका साथसाथै हामीले चाहिँ हाम्रो गाउँपालिकाको फुटबलको स्तर एकदम कमजोरी विभिन्न प्रतियोगिता, विभिन्न अन्तरपालिका स्तरीय फुटबलहरू खेलिरहँदा हाम्रो गाउँपालिकाको फुटबलको स्थिति चाहिँ अलिक कमजोर, खेलको स्थिति अलिक कमजोर भएको कारणले गर्दाखेरि फुटबलको विकासको लागि र बागमती गाउँपालिकालाई चाहिँ फुटबलमा केही माथि लान सकिन्छ कि भनेर नै हामीले यो आयोजना गरेका हौँ र भोलिका दिनहरूमा पनि यो आयोजनालाई हामी निरन्तरता दिनेछौँ। धन्यवाद तपाईँलाई। तपाईँले उजागर गर्नुभयो यो खेलप्रति तपाईँ अझै पनि निरन्तरता गर्ने प्रतिबद्धता पनि तपाईँले जाहेर गर्नुभयो। हामीले हिजो 5औं कपसम्म गर्दा र आज 6औंमा आउँदाखेरि हिजो हामीले चाहिँ बागमती गाउँपालिका स्थानीय तहमा गरिरहेको थियो। 6औंमा आइसके पछाडि हामीले खुल्ला गर्दाखेरि र हिजोको दिन र आजको दिनमा तपाईँलाई के फरक छ? हिजोको दिन र आजको दिनमा हिजो हामी ओडाभित्र मात्रै पालिकाको ओडाभित्र मात्रै सीमित थियौँ। आज हामी अन्तरपालिका स्तरमा पुग्यौँ र अन्तरपालिका स्तरमा पुगिसकेपछि हरेक पालिकाबाट आउने टिम चाहिँ एउटा राम्रो र खेलाडीको स्तरहरू भएको र बलिया टिमहरू आउने हुन्छ। त्यो बलिया टिमहरूलाई, त्यो खेलाडीको स्तरहरूलाई हेरेर बागमतीका भाइ बहिनीहरूले, सानसानो भाइ बहिनीहरूले खेल स्तर हेरेर पनि सिक्न सकिन्छ र खेल स्तरलाई माथि पुर्याउन सकिन्छ र त्यो खेल हेरेर खेलको माध्यमबाट नै फुटबललाई विकास गरौँ भनेर चाहिँ हामीले यो प्रतियोगिता गरे हौँ र यो प्रतियोगिताको मेन उद्देश्य नै हाम्रो फुटबलमा विकास हो र पहिलाको भन्दा यसपालि चाहिँ फुटबलको खेलाडीहरूको टिमहरूको स्तर राम्रो छ। ओडा स्तरको भन्दाखेरि यो पालिका स्तरको खेलाडीहरूको खेल्ने स्तरहरू राम्रो छ, खेलाइ पनि धेरै राम्रो छ। धन्यवाद तपाईँलाई। फेरि पनि म तपाईँलाई, यो हाम्रो समय एकदम छोटो छ, छोटै समयमा पनि तपाईँलाई एउटा प्रश्न चाहिँ म तपाईँलाई गर्न चाहन्छु कि आगामी नीति तथा कार्यक्रमभित्र तपाईँको चाहिँ अध्यक्षता खेलकुद विकास समितिको चाहिँ तपाईँ अध्यक्ष संयोजक हुँदै गर्दाखेरि आगामी दिनमा तपाईँले चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि 2टा एजेन्डमा तपाईँले के गर्नुहुन्छ अबको दिनमा? अबको दिनहरूमा चाहिँ बागमती गाउँपालिकालाई खेलकुदमा माथि लाने नै हाम्रो उद्देश्य हो। भोलिको दिनहरूमा हामी फुटबल साथसाथै अन्य गेमहरूलाई पनि हामी माथि उठाउने कोसिसमा छौँ। जस्तै हामीले अहिले हरेक योभन्दा अगाडि हरेक विद्यालयहरूमा गएर एथलेटिक्स, कबड्डीहरू गेमहरू सिकाएर चाहिँ राष्ट्रपति रनिङ सिलहरूमा चाहिँ धेरै विधाहरू समावेश गऱ्यौँ र भोलिको दिनहरूमा पनि मेरो 2टा एजेन्डा भने एउटा फुटबललाई निरन्तरता लाने र अर्को भने चाहिँ स्कुल स्तरीय गेमहरूलाई चाहिँ अगाडि लाने चाहिँ मेरो हिजोदेखिको निरन्तरता पनि त्यही थियो। हिजोको मेरो योजना पनि त्यही थियो। भोलिको दिनमा पनि मेरो निरन्तरता त्यसमै हुनेछ। तपाईँको निरन्तरता सँगसँगै स्कुल योजना कुरा गर्नुभयो तपाईँले। स्कुलमा हामीले खेलाडी उत्पादन गर्नको लागि सम्भावना कतिको देखिनुहुन्छ त? सम्भावना चाहिँ अलिक कमै देख्छु म, तर पनि हामी कोसिसमा छौँ। किन भन्दा हामीलाई भूगोलले ठगेको छ। विशेष गरेर हाम्रो हरेक स्कुलहरूमा, हरेक मावि स्कुलहरूमा चाहिँ खेल्ने ग्राउन्डहरू, चौरहरू अलि राम्रो छैन। नभए तापनि हामीले चाहिँ त्यसलाई नै निरन्तरता दिएर
केही माथि लाने कोसिस गर्दैछौँ र भोलिको दिनहरूमा हामी त्यसलाई माथि लानेछौँ खेल स्तरहरू अरू खेलहरूको स्तरहरूलाई पनि। धन्यवाद। तपाईँको आगामी कार्यक्रम पनि सफल होस्। हस्, धन्यवाद। यो कार्यक्रमलाई तपाईँले निरन्तरता दिन होला। धन्यवाद तपाईँलाई। हस्।